भ्रष्टाचार विरुद्ध कडा अभियान चलाइरहेका गृहमन्त्री सुदन गुरुङ फेवाताल जग्गा प्रकरणमा आफै ठगे कानुनी उपचारमा जाने तयारी। दर्शकबिन गृहमन्त्री सुदन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा मुछिएपछि उनको सचिवालयले स्पष्टीकरण दिँदै उनी आफै ठगिएको दावी गरेको छ। सचिवालयका अनुसार फेवाताल किनारामा लिजमा लिएको जग्गा नै अतिक्रमण क्षेत्रभित्र पर्ने तथ्य पछि मात्र खुल्न आएको हो। सर्वोच्च अदालतको आदेश अनुसार फेवाताल क्षेत्रभित्र 65 मिटर मापदण्ड उल्लङ्घन गरेर बनाएका संरचना हटाउने अभियान अहिले पोखरा महानगरपालिकाले अघि बढाइरहेको छ। यही अभियानकै क्रममा मन्त्री गुरुङले लिएको भनेको जग्गा पनि सोही मापदण्ड भित्र परेको पुष्टि भएपछि विषयले थप चर्चा पाएको हो। सचिवालयका अनुसार करिब 8-10 वर्ष अघि गुरुङ सहित 3 जना युवा उद्यमीले साहसिक पर्यटन प्रवर्तन गर्ने उद्देश्यले एडभेन्चर स्पोर्ट नेपाल सञ्चालन गर्ने योजना अघि बढाएका थिए। सोही क्रममा फेवाताल किनारको जग्गा लिजमा लिएको थियो। गुरुङको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ कि जग्गा लिँदा जग्गा धनीहरूले उक्त जग्गा 65 मिटर मापदण्ड भित्र नपर्ने भन्दै विश्वास दिलाएका थिए र लालपूर्जामा समेत सुरक्षित देखाएका थिए। तर पछि महानगरपालिकाबाट बुझ्दा सो जग्गा मापदण्ड भित्रै पर्ने थाहा भएको उनको दावी छ। गुरुङले आफूहरूलाई झुक्काएको थाहा पाएपछि तत्कालै निर्माण कार्य र लगानी रोकेको बताएका छन्। उनका अनुसार देशमै केही गर्ने उद्देश्यले लगानी र योजना अघि बढाएको भए पनि वास्तविकता थाहा पाएपछि नैतिकताका आधारमा सबै काम रोकिएको हो। उनले यो घटनालाई युवा उद्यमीहरूको सपना र लगानी माथिको अन्यायपूर्ण खेलवाड भएको बताएका छन्। यस प्रकरणमा गुरुङ सहित 3 जना साझेदारले अब कानुनी उपचार खोज्ने तयारी गरेका छन्। उनीहरूले आफूहरूलाई ठगी गरिएको भन्दै सम्बन्धित जग्गा धनी विरुद्ध कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। यता जग्गा धनीले भने मन्त्री गुरुङमाथि उल्टै भाडा नतिरेको आरोप लगाउँदै सार्वजनिक रूपमा भाडा तिर्न आग्रह गरेका छन्, जसले विवादलाई अझै जटिल बनाएको छ। फेवाताल जस्तो संवेदनशील पर्यटकीय क्षेत्रमा उच्च पदस्थ व्यक्तिको नाम जोडिएको यो विषयले राजनीतिक र सार्वजनिक दुवै तहमा चासो बढाएको छ। एकातिर अतिक्रमण हटाउने सरकारी अभियान चलिरहेका बेला अर्कोतिर सोही अभियानसँग जोडिएको नेतृत्वकै नाम विवादमा आउनुले थप बहस जन्माएको छ। अब यो प्रकरण कानुनी प्रक्रियामा प्रवेश गर्ने तयारीसँगै वास्तविकता के हो भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।